हेटौँडाबाट नजिकै 16 किलोमिटर पूर्वतर्फ रहेको ऐतिहासिक मकवानपुर गढी दरबार अधिकांश धेरैको परिचित स्थान हो। त्यहाँबाट करिब 4 किलोमिटर उत्तरतर्फ सुनसान जङ्गलभित्र रहेका पुराना दरबारहरूको जानकारी भने धेरैलाई थाहा पत्तो नहुन सक्दछ। केही दरबार भग्नावशेषका रूपमा छन् भने केही प्रष्ट र दुरुस्त रहेका छन्। रणनैतिक रूपमा अत्यन्त चातुर्यता सुझबुझका साथ निर्माण गरिएका यस दरबारलाई जुङ्गे दरबार भन्ने गरिन्छ। अनि यो दरबार निर्माणको रोचक कथा यस्तो रहेको छ। देशमा राणा शासनको समय थियो। चन्द्रशमशेर राणा प्रधानमन्त्री थिए। राणा शासनको उदय विभिन्न कालखण्डमा भएको नरसंहार, हत्या र षड्यन्त्रबाट सिर्जित थियो। जङ्गबहादुर राणाले बसालेका एबीसी 3 तहको रोलक्रममा धेरै भाइ भारदारहरूको असन्तुष्टि थियो। आफ्ना पूर्वज शासकहरूले पनि आफ्नै भाइ भारदारहरूको रगतमा कुल्चेर सत्ता हत्याएको उनले बुझेका थिए। यस कुरामा चन्द्रशमशेर अत्यन्त सजग, सचेत र सशङ्कित थिए। स्वयं चन्द्रशमशेरले पनि आफ्ना दाजु देव शमशेरलाई पदच्युत गरी विक्रम सम्वत 1958मा नेपालको श्री 3 महाराज बनेका थिए। भारतमा ब्रिटिस अङ्ग्रेजको शासन सत्ता थियो। अङ्ग्रेजसँग बिग्रदै गएको नेपालको सम्बन्ध सुधार गर्दै जङ्गबहादुर राणाको युरोप भ्रमणपछि चन्द्रशमशेर राणा पनि बेलायत भ्रमणमा जाने भए। हवाईजहाजको विकास भइ नसकेको तत्कालीन परिवेशमा पानीजहाजबाट बेलायत पुगेर फर्कन करिब 6 महिना समय लाग्ने अनुमान गरियो। यति लामो समयसम्म आफ्नो अनुपस्थितिमा दरबारमा घट्न सक्ने षड्यन्त्रको आशंकाले उनलाई सताउन थाल्यो। त्यसपछि चन्द्रशमशेर राणाले काठमाडौँदेखि धेरै टाढा सुनसान एकान्त जङ्गलभित्र यो दरबार निर्माण गराए। साथै केही सेनाहरू बस्ने अत्याधुनिक ब्यारेक समेत निर्माण गरी अत्यन्त विश्वासिला करिब 1000 सेनालाई गुप्त रूपमा यहाँ राख्ने बन्दोबस्त मिलाएर आफ्ना विश्वासपात्र भारदारलाई त्यसको जिम्मा लगाए। त्यसपछि चन्द्रशमशेर राणा ईस्वी सम्वत 6 अप्रिल 1908 विक्रम सम्वत 1965मा बेलायत भ्रमणमा काठमाडौँबाट रवाना भए। दरबार निर्माणको क्रममा आउजाउ गर्ने मोटा मोटा जुङ्गा भएका श्री 3 महाराज चन्द्रशमशेरलाई दरबार निर्माणकर्ता कामदारहरूले जुङ्गे महाराजको दरबार भन्दै गर्दा बोलीचालीमा यसलाई जुङ्गे दरबार भन्न थालियो। आजभन्दा करिब 120 वर्ष अघि तत्कालीन समयको भौगोलिक कठिनाई, निर्माण सामग्रीको प्रतिकूलताको बावजुद पनि यति उन्नत, परिष्कृत र रणनैतिक चातुर्यताका साथ निर्माण गरिएको यस दरबारको निर्माण कला अत्यन्त उच्च स्तरको देखिन्छ। सैनिक ब्यारेकलाई अग्ला पर्खालहरूले 2 घेरामा सुरक्षित पारिएको छ भने ब्यारेकभित्र दुवैतर्फ सासाना 9 वटा कोठा निर्माण गरिएको देखिन्छ। भवन निर्माणमा पर्याप्त स्थान हुँदाहुँदै पनि सबै ब्यारेकभित्र 9 वटा कोठाको निर्माण गरिँदा हाम्रो वैदिक परम्पराको नवदुर्गा, नवग्रह, नवरङ्गको संयोजनमा तयार पारिएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। ब्यारेकहरू सबै एकै स्थानमा नबनाई अलग अलग स्थानमा निर्माण गरिएको हुनाले उनीहरूको बीचमा समेत एकरूपता हुन नसकोस् भनी सजगता अपनाइएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। सबै ब्यारेक निर्माणको डिजाइन र संरचना भने एकै नासको रहेका छन्।
भवनभित्र प्रवेश गर्न प्रत्येक 9 कोठाको लागि 9वटै भूमिगत सुरुङको निर्माण भएको छ भने भवनभित्रबाट पुनः अर्को गुप्त भूमिगत सुरुङ हुँदै बाहिर निस्कन सकिने सङ्कटकालीन द्वारको व्यवस्था गरिएको छ। कान्तिराजपथ सडक खण्डको ऐतिहासिक रामधारा नजिक रहेको सानो गाउँ दरबार डाँडाबाट तलतिर सुनसान जङ्गलबीच रहेको जुङ्गे दरबारलाई जनबोलीमा भङ्गेरी दरबार पनि भन्ने गरिएको हुनाले सम्भवतः चन्द्र शमशेर राणाले आफ्ना कुनै भङ्गेरी नामकी भित्रिनी रानीलाई यस दरबारमा राखेका थिए कि भन्ने अनुमान समेत गर्न सकिन्छ। एकान्त जङ्गलको खोजमा जीर्ण र अलपत्र रूपमा रहेको जुङ्गे दरबारको केही काठ र जस्ताहरू हर्नामाडी दोभानचौर स्थित तत्कालीन बालबोध मिडिल स्कुलमा लगिएको थियो भने ठुला ठुला फलामे बिम र पाइपहरू तत्कालीन फिल्ड मार्शल निरशमशेर जबराले हेटौडा स्थित आफ्नो घरमा लगेका हुन् भन्ने सुनिन्थ्यो। सायद उनी चन्द्र शमशेरका वंशज पनि थिए कि? यही जुङ्गे दरबार निर्माणकालीन समयमा कामदारहरूको खानपिनको निमित्त हर्नामाडी खेतबाट रामविलास धान ढिकीमा कुटेर चामलको बोरामाथि मेरो हजुरबुवालाई बोकेर गाउँ बेसीको समयमा 27 मुरी चामल त्यहाँसम्म पुर्याउँदा मेरो गानो गएको पेट दुख्ने दीर्घरोग हो भनेर मेरो जिजु हजुरआमाले भन्नुहुन्थ्यो भनेर मेरो स्वर्गीय बुवा झलकबहादुर बानियाले मलाई बारम्बार सुनाउनु भएको थियो। अत्यन्त परिष्कृत निर्माणकला, एउटा बेग्लै आकारको इँटाबाट निर्मित गुम्बज, दरबारभित्र रहेको भूमिगत सुरुङ मार्ग, सङ्कटकालीन द्वार अनि 9वटै कोठाहरूसँग जोडिएको भित्री भूमिगत सुरुङ मार्ग भएको इतिहासको यस्तो अमूल्य निधि अहिले अलपत्र छ, बेवारिस छ, लथालिङ्ग छ। दरबार अधिपत्यको भूभाग समेत खोसिँदैछ, मासिँदैछ। बचे खुचेका इँटाहरू पनि चोरी हुँदैछ। 120 वर्षदेखिको हुरी बतास, असिना पानीले दरबारको बचे खुचेको त्यो रौनकलाई बगाएर माटोमा विलिन बनाउँदैछ, खण्डहरमा रूपान्तरण गराउँदैछ। भग्नावशेषको थुप्रोभित्र जुङ्गे दरबारको अवशेष खोज्दै आजभन्दा 120 वर्ष पहिलेको जब्बर निर्माण प्रवृत्तिको पाना पानाहरू पल्टाउँदै आउने इतिहासका विद्यार्थी, जिज्ञासु, भावी सन्ततिहरूलाई जीवन्त इतिहासको यो धरोहर विलिन हुन, मेटिन र नासिनबाट जोगाई पुर्खाहरूको नासो सुम्पिएर जानु हामी सबैको दायित्व होइन र? हस्, धन्यवाद।